हेलो युट्युब फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईहरुको मास नयाँ भिडियो लिएर आइसकेको छु साथीहरु। अनि अब हिजो चाहिँ बदल काटेको हैन, बदलको मासु त हिजै सक्यो। हामीले पनि धेरै मजाले खान पाइनौं। अनि उब्रेको थियो आन्द्रा। अनि आज चाहिँ हुँदैछ हाम्रो आन्द्रा पार्टी बाजेहरुकोमा। पिपीले चाहिँ अघि नै काटेर रेडी गरिराख्नु भएको रहेछ पकाउनको लागि। अनि आज खाने आन्द्रा खाने, कोक अनि सुत्ने खाएर। म किनिहाल्छु नि कोक, मेरो तर्फबाट कोक हो क्या, भरे खानुपर्छ एकछिनमा। अनि नामङ चाहिँ भर्खर सुतेर उठेको अरे, त्यही भएर निराश भइरहेको छ मेरो भाइको चकलेट। वाउ, खाऊ त। अबे कति परेको अरे यसलाई? दिनभरि पुग्दो रहेछ नि त। ए फ्रिजमा राख्दै चुसिराख। अनि टोक्न पनि सक्दैन खै। अबे धरन धरो रहेछ। के आएको है अहिले बजारमा। तर महँगो नि त 200 त। अनि ल ल अब चाहिँ हाम्रो आन्द्रा यस्तो फ्राई हुँदैछ साथीहरू होइन। बदलको आन्द्रा नै त यति हुन्छ, सुँगुरको जति एक सुँगुरको भएको भएर यति कति धेरै हुन्छ। तपाईँकै पर्खाइमा छु म, हामी आउनुहोस् न, आउनुहोस् न। बारीमा खोक्दै हुनुहुन्थ्यो त आन्टी? म बारीमा नि हौ, पहिला पानी लगाएको। ए जाडो भयो। हरिकुल सिरी लागेको छ, घर बस्दा मार्छ होला। के हुन्छ त नि हौ, राहुलको हो कि क्या हो? सुजनको। ए सुजनको? अम्मा त्यत्रो ठुलो सुजनको। ल त साथीहरू, हाम्रो आन्द्रा चाहिँ रेडी भइसकिसक्यो होइन, पाकेर। अनि यहाँ छ हाम्रो योसँग खाने कोक। कोक खाऊ। आन्द्रा को खाने अरे? को खाने अरे? तिमी खाने? ल गीत गाइदेऊ न त। हिजोको गीत, हिजोको गीत हो, हिन्दी गीत। राजन राजन भन्ने। आन्टीलाई नि कुरेर बसेको थियौँ, आन्टी पनि ठ्याक्कै आइसक्नु भएछ। चिसो घाँटी दुख्छ क्या? रेडबुल बाहिरको हो। बाहिरको कोक त खाउन लाग्दैन हौ, त्यो छोडेर होला। एक्सट्रिम रेडबुल त नखानु हौ, कस्तो गनाउँछ। सबैले खाऊ न त, म किन्छु। हामी चाहिँ कोक लभर, आन्टी चाहिँ एक्सट्रिम लभर होइन। एक्सट्रिम त नखाने। म त थोरै दिदी मुलाई आएको। म पनि थोरै। तिमी पनि आउनु न काकी यता। तिमी के लभर? यहाँ कुर्सीमा बस्नु। डाइटिङ गरेर भात घटेको गर्छ। म आइदिएँ भन्नु, म आइदिएँ, म सबै लभर। थोरै पिपी मलाई दिएर होइन नि। तपाईँ खानु न आन्द्रा? किन बिपी? किन माइतमा खाँदैन? खान्छु माइतमा, यहाँ खाँदैन रे। ए तपाईँ पिपीले काकीले चुला उयो गर्नुहुन्छ नि त, काकीले चुला उयो गर्नुहुन्छ, आगो बाल्नुहुन्छ चुलामा, अनि त्यही भएर होला। छस्सा बाल्नु त साथी हो आफ्नो त। के अरे यो मेरो आन्द्रा, यो चाहिँ सबैले खानुहुन्छ अरे। चामलिङ राईले खानुहुन्छ अरे, अनि त्यहाँदेखि मासु पनि खानुहुन्छ अरे। आन्द्रा बुढी खाएर पनि चुलामा जानुहुन्छ अरे भनेर भन्छन्। भरे यस्तो बाँकी हो भने म त अनि लिम्बुनी हो नि त, मलाई त भइहाल्छ नि। खानु न कोक बाहिरको हो आन्टी। खान्छु खाँदैछु। गाई चो खाऊ है। ल यो चाहिँ मेरो भाग मुरै। खोइ दिदी आन्द्रा ल है, गाई चाहिँ हामी त खायौँ है। सुँगुरको जस्तै हुँदो रहेछ नि, तर अलिक सुँगुर जस्तो गनाउँदैन रहेछ नि। सुँगुर उयो भन्दा अझै गनाउँछ नि पिपी, के गर्नुहुँदैन? यस्तै हो। अलिक मसला उयोहरू दिएर हाल्नुपर्छ। सुँगुरकोमा चाहिँ बजारको मासु गाई मिठो हुँदोरहेछ। सुँगुरको चाहिँ यस्तो धेरै अलिक गनाउँदैन, सुँगुरको चाहिँ हल्का गनाउँछ होइन, बजारको चाहिँ गनाउँदैन रहेछ क्या। भबङ फेरि भनिदिनु त के अरे? भनिदिनु न फेरि, भन्नु न। तुरुके माइला
मर्छ है भपङ्ग फेरि भनिदिनु न मलाई यस्तो सुँगुरको बाहिर सुताउँदै के अरे बदलको परेर भित्र नै सुताएको खाएर यो हो घरमा सुँगुरको आन्द्रा नचल्नुको नतिजा हाम्रो माइतमा यस्तो बाहिर चुल्हा पकाएर थालमा भात दिने आमाले त्यहाँ भित्र लानु पाइदिन्छ बाहिरको बाहिर हाम्रो घरमा पनि चल्दैन नि त सुँगुरको आन्द्रा त्यही भएर फबङले मलाई यहाँ भन्दै हुनुहुन्छ क्या साँच्चै है हामीले डल्लै सुँगुरको आन्द्रा खाइसक्यौँ तिनजना भएर सक्यो डल्लै तर बदलको आन्द्रा अघि प्लेटमा धेरै देखेको थियो पकाउँदा खर्याउँदा त थोरै नै भएको थियो दिनाल त बासै मेटाउनु पर्यो त हौ अनि साथीहरू एउटा सिङ्गे बदलको आन्द्रा पनि खाइसक्यौँ तिनजनाले होइन अनि आजको भिडियो यति नै अब गएर सुत्ने बाई बाई एउटा बदलको आन्द्रा खाइयो खाइसके